हेलो गाइस, आज चाहिँ मैले यसको रायो सागको पकौडा बनाएको छु। रायो साग यसमा चाहिँ हरियो परियोहरू नानीहरूले घरमा कसैले खानु मानेन भने यसरी पकौडाहरू छिट्टो र मिठो पनि हुने चियासँग दिन सक्नुहुन्छ। हेर्नुहोस् त, मिडियम फ्लेम गरेर पकाउनुपर्छ, मजाले पाकिहाल्छ। रायो साग चाहिँ मैले पकौडाको लागि यसरी लिएको छु। रायो साग मैले चाहिँ सागलाई ठुलो ठुलो काटेँ, मसिनो पनि काट्न सक्नुहुन्छ तपाईँले। अनि यसलाई चाहिँ मजाले यसरी चुडाएर खेलाएर नरम बनाएको छु। यसरी गरेको चाहिँ प्याजी राम्रो हुन्छ। अनि अब मिडियम साइजको 2टा प्याज लिएको छु। यसलाई यसरी लामो लामो सेपमा काटिदिन्छु। प्याजमा चाहिँ यसरी लामो लामो काटेको सेप राम्रो हुन्छ प्याजीमा चाहिँ। अनि बन्दाकोपीमा बनायो भने चाहिँ मसिनो मोमोमा लाउने जस्तो काट्यो भने राम्रो हुन्छ। अब चाहिँ हरे खोर्सानी छैन भने कोही बेला हुँदैन बस्तीतिर है, अचानक बजार दोकानहरू जान टाढो पर्छ, डल्ले खोर्सानीहरू लाउन सक्नुहुन्छ। अनि अब चाहिँ प्याजलाई र यसलाई खोर्सानीलाई थोरै नुन लगाएर म यसलाई फिट्ने छु, मजाले मलिदिने छु ताकि यो हाम्रो प्याज पनि नरम होस्। नरम भएको प्याज राम्रो हुन्छ। अनि यसमा चाहिँ कलर र थोरै टेस्टको लागि तिखा लाल पनि लाउँदैछु र बेसन थोरै थोरै गरेर लाउनु पर्छ। मैले पनि थोरै थोरै गरेर लगाएँ, एकैचोटि लगायो भने राम्रो मलिँदैन पनि। थोरै थोरै गरेर मिक्स गर्नुपर्छ, यसरी मजाले खेलाउनु पर्छ। पानी चाहिँ एउटा पनि लाउनु हुँदैन। पानी चाहिँ यो सागमा अलरेडी हुन्छ, मोइस्ट हुन्छ यो साग, त्यही भएर यहीँबाट नै निस्किन्छ। धेरै बेर मिक्स गरेपछि अब यसको कन्सिस्टेन्सी यतिको भएको छ। यसमा अब साइडमा राखिदिन्छु र त्यति बेलासम्म ग्यासहरू पुस्छु। अब यसलाई साइडमा राखेपछि चाहिँ तेल पनि तताउँदैछु अर्को प्यानमा। अब चाहिँ तेल पनि तातिसक्यो र यसलाई चाहिँ म हातले सेप दिँदैछु। स्पुनले गर्दा पनि हुन्छ, तर मलाई चाहिँ हातले सेप दिएको प्याजी जस्तै देखिन्छ सेपहरू, अनि मनपर्छ। यो प्याजी हाल्नु थालेपछि चाहिँ हामीले ग्यासलाई मिडियम टु लो फ्लेममा गरेर राख्नुपर्छ, नत्र भने बाहिरबाट प्याजी सबै डढ्छ, पाकेको जस्तो देख्छ तर भित्र चाहिँ काँचो काँचो हुन्छ। अनि एकछिन थोरै बेर राखेपछि चाहिँ मैले यसलाई फोल्ड गरिदिएँ। अनि अब चाहिँ हाम्रो यो प्याजी पनि तयार भइसकेको छ। यसलाई सबै मैले मिडियम फ्लेममा पकाएको हो।